जयमसी मेरो नाम आकाश पाखरिन स्वागत छ तपाईहरुलाई हाम्रो यो युट्युब च्यानलमा सबैलाई जयमसी मेरो नाम पाल ताबी हो तपाईहरुलाई धेरै स्वागत गर्न चाहन्छौं अब हामीले यो नयाँ भिडियो सिरिज बनाउन लागेको छौं अनि हामी चाहिँ यो ईश्वर शास्त्रको बारेमा हामी बाइबलबाट नै हामी चाहिँ बुझ्न चाहन्छौं म चाहिँ यहाँ नेपाल आएको अब 10 वर्ष भयो अनि त्यो 10 वर्षमा चाहिँ मैले धेरै क्रिस्चियनहरुसँग भेटेको छु धेरै पास्टरहरुसँग पनि भेटेको छु अनि अब जसरी अमेरिकामा पनि एकदमै खाँचो छ ईश्वर शास्त्रको कुराहरु यहाँ नेपालमा पनि धेरै खाँचो छ त्यो ईश्वर शास्त्र त्यो बाइबलीय सत्यता अझै बुझ्नलाई एकदमै जरुरी छ तर यहाँ नेपालमा त्यति त्यसको बारेमा किताबहरु त्यसको त्यो मटेरियल्सहरु त्यति छैन हुन्छ हाम्रो यो युट्युब च्यानलको नाम चाहिँ हामीले डिपर राखेका छौं त अब डिपर किन भन्दाखेरि यसलाई नेपालीमा चाहिँ हामी गहन पनि भन्न सक्छौं एकदमै गम्भीर रूपमा अध्ययन गर्ने अनि कारण चाहिँ हामी विश्वासीहरु खाली खोकुलो रूपमा बाहिर मात्र अध्ययन हामी नगरौं तर विशेष भित्र बाइबलमा के छ त्यो अध्ययन चाहिँ हामी यसबाट गर्ने छौं है त अनि हामी आफै पनि सिक्ने छौं सँगसँगै मिलेर सिक्ने छौं अनि ईश्वर शास्त्रीय भर्खरै हाम्रो दाइले भनिहाल्नु भयो यो ईश्वर शास्त्रीय भन्ने बित्तिकै यसमा के आउँछ भने परमेश्वरको बारेमा र परमेश्वरको कामको बारेमा चाहिँ आउँछ त अनि यसलाई चाहिँ हामीले एकदमै असल तरिकाले एकदमै गहन रूपले चाहिँ अध्ययन गर्न चाहन्छौं अनि त्यो अध्ययन गर्दाखेरि चाहिँ हामी बाइबलबाट गर्न चाहन्छौं है आकाश किनकि अब बाइबल नै हाम्रो विश्वासी जनहरुको जग हो अनि त्यही भएर हामी चाहिँ दोस्रो तिमोथी 3 को 16 अनुसार तपाईहरुको लागि पढ्ने छु अब यहाँ चाहिँ लेखेको छ अब सबजनालाई थाहा छ यो पदको बारेमा तर यहाँ चाहिँ त्यही भन्छ सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो अनि शिक्षाको निम्ति बुद्धोस देखाउनको निम्ति सुधारको निम्ति धार्मिकताको सम्बन्धमा तालिमको निम्ति लाभदायक हुन्छ जसद्वारा परमेश्वरको जन हरेक असल कामको निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध होस् अब यहाँ चाहिँ शिक्षाको निम्ति अब परमेश्वरले हामीलाई बाइबल दिनु भएको छ त्यही भएर हामी बाइबलमा रहेर बाइबलको पढहरुबाट सिक्दै जान्छौं अनि यो ईश्वर शास्त्रको कुराहरु अब बाइबल नै हाम्रो आधार नै हुनेछ जसद्वारा हामी चाहिँ अगाडि बढ्दै जान्छौं हो साच्चै नै बाइबल चाहिँ हाम्रो आधार हो अनि एउटा क्रिस्चियन जीवनलाई अझै उच्चतम तरिकाले बढाउने हो भने हामीले चाहिँ साच्चै नै बाइबलको अध्ययन गर्नुपर्छ अनि बाइबललाई सुव्यवस्थित तरिकाले एकदमै अध्ययन गरेर बुझेर चाहिँ हामी अरूसँग पनि यसको बारेमा प्रतिवाद गर्न सक्छौं यसको बारेमा असल कुराहरु चाहिँ बताउन सक्छौं तर यसको लागि चाहिँ पहिला हामीले आफूले अध्ययन गर्नु पर्यो जुन चाहिँ हामी तीतस 1 को 9 मा पाउन सक्छौं है त म पढेर सुनाउने छु यसो लेखेको छ आफूले पाएको शिक्षा मुताबिक विश्वासयोग्य वचन बलियोसँग पक्रेर खाँटी शिक्षाका विरोधीहरूलाई अर्थी दिन र कायल गराउन सक्ने हुनुपर्छ अवश्य नै यो ईश्वर शास्त्र अध्ययन जुन हामीले अहिले यो सिरिज सुरु गरेका छौं यसको उद्देश्य नै यही हो कि हामी चाहिँ बाइबलको खाँटी शिक्षालाई पक्रिन सकौं र हाम्रो विरोधी पक्कै पनि शैतान हो अनि योसँग चाहिँ हामी लड्न सकौं अनि मुख्य चाहिँ अब हामी दुई जनाले बोलेको कुराहरु चाहिँ पत्याउने मात्र होइन है अब यो सिरिजको उद्देश्य चाहिँ अब हामी सब जना चाहिँ मिलेर बाइबलमा अझै गहिरो जान चाहन्छौं अनि हामी चाहिँ अब बाइबलको खाँटी शिक्षा समातेर आफ्नो जीवनमा अपनाउने तर त्यो गर्नको निम्ति चाहिँ अब हामी दुई जनाले तपाईहरुलाई अनि एकअर्कालाई पनि चुनौती दिन चाहन्छौं अब हामी आफैले चाहिँ बुझ्न चाहन्छौं अब हामी बाइबलबाट अनि के विशेष कुराहरु यो च्यानलमा ल्याउँछौं सिकाउँछौं तर अब हाम्रो कुराहरु सत्य छ कि छैन यस्तो हो कि होइन भनेर अब बेरियाको क्रिस्चियनहरुले गरेको जस्तै जसो हामी प्रेरित 17 को गरमा देख्छौं अब उनीहरु चाहिँ त्यो प्रेरितहरुबाट सुने बित्तिकै अब उनीहरु चाहिँ आफैले अध्ययन गर्न थाल्यो आफैले खोज्न थाल्यो अब यो बाइबलमा छ कि छैन यो सत्य छ कि छैन अनि हामी तपाईहरुलाई पनि त्यही चुनौती दिन चाहन्छौं अब आशा छ तपाईहरु अब यो च्यानलमा अब भर्खर सुरु गरेको छौं अब सब्स्क्राइब गर्नु होला त्यहाँ चाहिँ साथीहरुलाई पनि भन्नु होला
अब हामी चाहिँ हरेक हप्ता नयाँ नयाँ भिडियोहरू ईश्वर शास्त्रको नयाँ विषयहरू ल्याउने राख्ने अनि हामी मिलेर हामी छलफल गरौँ, हामी चाहिँ मिलेर सिक्दै जाउँ। अब बाइबलमा के छ, अब परमेश्वरको सत्यता कस्तो छ, अब हामी चाहिँ मिलेर सिक्न चाहन्छौँ है। धेरै धन्यवाद भन्न चाहन्छौँ आज हाम्रो पहिलो भिडियो हेर्नु भएकोमा। अब आउने हप्ताहरूमा हामी अझै सिक्दै जान्छौँ। जय मसीह।